कृषि विकास बैंकले आजको मिति 2081 साल 12 महिनाको 22 गते एकदमै ठुलो मात्रामा भ्याकेन्सी खुलाएको छ। यसमा तपाईहरूले खुला र समावेशी पद पूर्तिको परीक्षाको लागि फारम भर्न पाउनुहुनेछ। कृषि विकास बैंकमा फारम भर्दा नेपाली नागरिकता भएका विद्यार्थीहरूले 2081 साल चैत्र महिनाको 22 गतेदेखि लिएर अनलाइन फारम भर्न सकिन्छ भने अन्तिम मिति तपाईको 2082 साल वैशाखको 11 गतेसम्म हुनेछ, जुन आजको मितिदेखि 21 दिनसम्म रहनेछ र तपाईहरूले दोबर दस्तु तिरी 18 गतेसम्म जुन 82 सालको वैशाख महिनाको 18 गतेसम्म फारम भर्न पाउनुहुनेछ। नमस्कार एन्ड वेलकम ब्याक टु ऋतु ब्लग च्यानल। मैले यस भिडियोमा रहेर तपाईहरूलाई कृषि विकास बैंकमा कुन कुन पदमा कतिवटा संख्याको लागि भ्याकेन्सी रहेको छ, कति उमेर भएका व्यक्तिले भर्न मिल्ने, कति शैक्षिक योग्यता चाहिन्छ र कति दस्तुर चाहिन्छ फारम भर्न मैले सम्पूर्ण जानकारी यस भिडियोमा रहेर भनेछु। त्यही भएर तपाईहरूले यो भिडियोलाई स्किप नगरी पुरा हेर्नुहोला अनि मात्र बुझ्नुहुन्छ। साथै सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी बेल आइकनको अलमा थिची एउटा लाइक गर्न नभुल्नुहोला। अब हामी टपिकतिर लागौँ। यो भ्याकेन्सीको पेजलाई तपाईहरूले यसरी स्क्रोल डाउन गर्नुहोला र यहाँ हेर्न सक्नुहुनेछ जुन 1 नम्बरमा विज्ञापन नम्बर, पदको नाम, तह, स्तर, सेवा र आवश्यक पद संख्या यसमा तपाईहरूलाई दिएको छ। जुन तपाईको 11 नम्बर विज्ञापन नम्बर रहेको छ 8182 सालको। पद चाहिँ तपाईको शाखा प्रमुखको लागि तह 8 मा अधिकृत स्तरको प्रशासन समूहमा कुल पद संख्या तपाईको 1 जनाको लागि रहेछ, मात्र महिलाको लागि। त्यसैगरी तपाईहरु विज्ञापन नम्बर 12 को 8182 सालमा हेर्न सक्नुहुनेछ व्यवसाय अधिकृत जुन तह 6 को लागि अधिकृत स्तरमा रहेको छ प्रशासन समूह भित्र, जसमा जम्मा संख्या 48 जनाको लागि रहेको छ भने खुल्ला तर्फबाट 26 जना रहेको छ, महिलाको लागि 7 रहेको छ, आदिवासी जनजातिको लागि 6, मधेसी 5, त्यसैगरी दलितको लागि 2, अपाङ्ग र पिछडिएका वर्गको लागि 1-1 गरी रहेको छ। त्यसैगरी यहाँ विज्ञापन नम्बर 13 मा तपाईको एमआईएस जुन व्यवस्थापन सूचना प्रणाली अन्तर्गत रहेको छ तह 6 मा जम्मा संख्या 3 जनाको लागि मात्र रहेको छ, खुलामा 2, मधेसीमा 1 जना गरी रहेको छ। त्यसैगरी विज्ञापन नम्बर 14 को कानुन अधिकृतमा तह 6 को लागि रहेको छ, सेवा तपाईको प्रशासनमा जम्मा 1 जनाको लागि रहेको छ। त्यसैगरी विज्ञापन नम्बर 15 मा तपाईले कम्प्युटर अधिकृतको लागि हेर्न सक्नुहुनेछ, जम्मा 1 जनाको लागि रहेको छ। त्यसैगरी विज्ञापन नम्बर 16 को कर्जा अधिकृतको लागि जम्मा पद संख्या 5 जना रहेको छ भने खुल्लाबाट 3 जना, महिलाको 1 र मधेसीको 1 गरी रहेको छ। त्यसैगरी विज्ञापन नम्बर 17 मा हेर्न सक्नुहुनेछ मध्य प्रदेशबाट लेखपाल पदको लागि जम्मा कुल माग संख्या 35 जना र खुल्लाबाट 19 जना रहेको छ। त्यसैगरी महिलाबाट 6 जना, आदिवासी जनजातिबाट 4, मधेसीबाट 3, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रबाट 1-1 गरी रहेको छ। र सबैभन्दा बढी माग संख्या भनेपछि तपाईको मध्य प्रदेशको लागि तह 4 मा लेखपाल पदको लागि रहेको छ। लेखपाल पदमा तपाईहरूले सबै प्रदेशका विद्यार्थीहरूले भर्न मिल्छ, तर मैले कुन पदमा कति शैक्षिक योग्यता चाहिन्छ मैले तपाईहरूलाई एकछिनमा भन्ने छु। त्यही भएर भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। त्यसैगरी विज्ञापन नम्बर 18 जुन बागमती प्रदेशको लागि लेखपाल पदको तह 4 मा रहेको छ, जम्मा संख्या 15 जना रहेको छ। त्यसैगरी खुल्लामा 9 जना रहेको छ भने महिलाको लागि 2, आदिवासी जनजाति 2, मधेसीको लागि 1 र अपाङ्गको लागि 1 रहेको छ। त्यसैगरी लुम्बिनी प्रदेश लेखपाल पदको तह 4 जम्मा माग संख्या 9 जना रहेको छ भने त्यसैगरी खुल्लाको लागि 5, महिलाको लागि 1, आदिवासी जनजाति, मधेसी र दलितको लागि 1-1 गरी रहेको छ। जम्मा कुल संख्या भनेपछि तपाईहरूलाई 118 जना माग संख्या रहेको छ। र त्यसपछि यहाँ तल स्क्रोल डाउन गर्नुहोला। यहाँ सेवाको किसिम तपाईको स्थायी हुनेछ, तल भत्ता तथा सुविधा बैंकको प्रचलित नियम अनुसार रहनेछ, सेवाको शर्त र त्यसपछि कामको किसिम र काम गर्नुपर्ने क्षेत्र यो तपाईहरूले पढ्नुहोला। कुन पदको लागि कुन ठाउँमा तपाईहरूले काम गर्न सक्नुहुनेछ र यहाँ तपाईहरूले हेर्न सक्नुहुन्छ आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव। तपाईहरूले कुन पदमा कति
न्यूनतम शैक्षिक योग्यता हुनेहरूले फारम भर्न मिल्ने र कति अनुभव चाहिन्छ या चाहिँदैन यसमा लेखिएको छ। मैले तपाईहरुलाई यो भन्ने छु। यसमा विज्ञापन नम्बर 11 को शाखा प्रमुख तह 8 को लागि अधिकृत स्तरमा प्रशासन सेवा पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, कानुन, व्यवस्थापन, सूचना प्रविधि विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण मतलब तपाईको ब्याचलर पास हुनुपर्ने हुनेछ र नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरको पदमा कम्तीमा 4 वर्षको कार्य अनुभव भएको छ। यो पदमा तपाईहरुले फारम भर्नलाई 4 वर्षको कार्यको अनुभव हुनुपर्ने हुनेछ। त्यसैगरी विज्ञापन नम्बर 12 मा तपाईहरुले व्यवसाय अधिकृत तह 6 को अधिकृत स्तर प्रशासन सेवा पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट वाणिज्य व्यवस्थापन वा मानविकी संकायबाट मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर तह उत्तीर्ण मतलब तपाईको मूल विषय चाहिँ अर्थशास्त्र हुनुपर्ने हुनेछ र त्यसमा तपाईको ब्याचलर पास हुनुपर्ने हुनेछ। त्यसैगरी विज्ञापन नम्बर 13 को व्यवस्थापन सूचना प्रणाली अधिकृत तह 6 मा तपाईहरुको मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन संकायमा तपाईको म्यानेजमेन्ट फ्याकल्टीमा मूल विषय कम्प्युटर हुनुपर्ने वा सूचना प्रणाली स्नातकोत्तर तह उत्तीर्ण गरेको वा तपाईहरुको इन्फर्मेसन सम्बन्धी ब्याचलर पास गरेको हुनुपर्ने हुनेछ। त्यसैगरी विज्ञापन नम्बर 14 को कानुन अधिकृत तह अधिकृत स्तरमा तपाईहरुले मान्यता प्राप्त विश्वविद्यालयबाट कानुन संकायमा तपाईको कानुन रिलेटेड ल रिलेटेड स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने हुनेछ र त्यसैगरी तपाईको विज्ञापन नम्बर 15 को कम्प्युटर अधिकृत तह 6 मा तपाईको मान्यता प्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि वा विज्ञान वा इन्जिनियरिङ संकायमा मूल विषय कम्प्युटर साइन्स लिई स्नातक तह उत्तीर्ण भएको यसमा तपाईको ब्याचलर पासहरुले भर्न मिल्ने। त्यसैगरी तपाईहरु यहाँ विज्ञापन नम्बर 16 मा हेर्न सक्नुहुनेछ कर्जा अधिकृत तह 6 मा मान्यता प्राप्त विश्वविद्यालयबाट कृषि वन वा पशुपालन संकायमा स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने हुनेछ। त्यसैगरी विज्ञापन नम्बर 17 को लेखपाल तह 4 का लागि तह 4 मा प्राय गरी धेरै विद्यार्थीहरूले भ्याकेन्सी भर्ने गर्छन् र यसमा तपाईहरुको कति शैक्षिक योग्यता हुनुपर्ने त यसमा हेर्न सक्नुहुनेछ। तपाईको मान्यता प्राप्त विश्वविद्यालय वा परीक्षा बोर्ड वा संस्थाबाट व्यवस्थापन संकाय वा मानविकी संकायमा मूल विषय अर्थशास्त्र लिई प्रवीणता प्रमाणपत्र वा 10+2 उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी न्यूनतम 3 महिनाको आधारभूत तालिम हासिल गरेको हुनुपर्छ। तपाईहरुले लेखपाल पदमा भ्याकेन्सी भर्नको लागि तपाईको मान्यता प्राप्त तपाईको 12 पास हुनुपर्ने र तपाईले व्यवस्थापन मतलब म्यानेजमेन्ट वा तपाईको अर्थशास्त्र तपाईको मूल विषय हुनुपर्ने अनि मात्र तपाईहरुले लेखपाल तहमा भर्न पाउनुहुनेछ। त्यसैगरी र सबैभन्दा इम्पोर्टेन्ट कुरा अनलाइन फारम कसरी भर्ने त यहाँ तपाईहरुले हेर्न सक्नुहुनेछ। अनलाइन फारम भर्नको लागि तपाईहरुले सुरुमा बैंकको यहाँ वेबसाइट लिंक दिएको छ। यो लिंकमा तपाईको यहाँ vacancy.edubl.government.np मा आफ्नो विवरणहरु रजिस्ट्रेसन गर्नुपर्ने हुनेछ। त्यसपछि तपाईको युजर आइडी र पासवर्ड प्रयोग गरी लगइन गरेर बैंकले तोके अनुसार अनलाइन दरखास्त फारम भर्नुपर्ने हुनेछ र फारम भर्दा तपाईहरुलाई कुन डकुमेन्टहरु कुन विवरणहरु चाहिन्छ त फारम भर्ने उम्मेदवारको हालसालै खिचेको पासपोर्ट साइजको फोटो त्यसपछि दस्तखतको नमुना नेपाली नागरिकताको प्रमाणपत्र दरखास्त दिने पदको लागि तोकेको अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र ट्रान्सक्रिप्ट चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएका सोको साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र कामको अनुभव तथा तालिम आवश्यक हुने पदका लागि सोको प्रमाणपत्र र समावेशी समूह तर्फको आवेदक भएमा सोका लागि तोकेको आवश्यक कागजातहरु अनिवार्य रूपमा स्क्यान गरी अपलोड गर्नुपर्ने छ। त्यसपछि तपाईहरुको परीक्षा दस्तुर चाहिँ कति लाग्छ त उम्मेदवारहरूले प्रत्येक विज्ञापनमा आवेदन गर्दा अधिकृत स्तरको लागि तह 6 र तह 8 को लागि खुल्लाबाट 1000 रुपैयाँ लाग्ने छ भने समावेशी तर्फ प्रत्येक समूहका लागि थप रु 500 का दरले लाग्ने छ र सहायक स्तर तह 4 को लागि खुल्ला तर्फबाट जम्मा 800 रुपैयाँ लाग्ने छ भने समावेशी तर्फबाट प्रत्येक समूह थप का लागि रु 400 रुपैयाँको दरले शुल्क बुझाउनु पर्ने छ। यदि तपाईहरु कुनै एक समावेशी समूहका लागि मात्र आवेदन गरेमा खुल्ला तर्फको लागि तोकिएको दस्तुर बुझाउनु पर्ने छ। त्यसपछि परीक्षा दस्तुर बुझाउने प्रक्रिया तपाईको अनलाइन मार्फत हुनेछ। तपाईहरु परीक्षा दस्तुर अनलाइन मार्फत बुझाउँदा तपाईको एडीबीएल मोबाइल ब्याङ्किङ हुनुपर्ने छ। त्यसैगरी तपाईको कनेक्ट आईपीएस बाट तपाईहरुले परीक्षा दस्तुर बुझाउन सक्नुहुनेछ। त्यसपछि एनसीएचएल क्यूआर पेमेन्ट त्यसपछि ई सेवा र खल्ती मार्फत तपाईहरुले
अनलाइन दस्तुर बुझाउन सक्नुहुनेछ। त्यसपछि उम्मेदवारको उमेरको हद कति हुनुपर्ने त यहाँ हेर्न सक्नुहुनेछ। उम्मेदवारले दरखास्त दिने अन्तिम मितिसम्म तह 4 को पदमा आवश्यक न्यूनतम उमेर 18 वर्ष पुरा भई 35 वर्ष ननाएको, तह 6 को लागि 21 वर्ष पुरा भई 35 वर्ष ननाएको र महिलाको हकमा महिला र अपङ्गता भएको व्यक्तिको हकमा उमेरको माथिल्लो हद 40 वर्ष ननाएको हुनुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ महिलाको हकमा 40 छ भने पुरुषको हकमा तपाईको 35 वर्ष रहेको छ। त्यसैगरी उम्मेदवारले दरखास्त दिने अन्तिम मितिसम्म तह 8 को लागि 21 वर्ष पुरा भई 45 वर्ष ननाएको हुनुपर्ने छ। यस ब्याङ्कमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लागू हुने छैन। त्यसैगरी दरखास्त फारम भर्ने अवधि कति रहेको छ त तपाईको 2081 12 महिना 22 गते जुन चैत महिनाको 22 गतेदेखि लिएर तपाईहरुले 2082 सालको वैशाख महिनाको 11 गतेसम्म 21 दिनसम्म तपाईहरुले दरखास्त फारम भर्न सक्नुहुनेछ। र तपाईहरुले यदि दोब्बर दोस्रो तिरी फारम भर्न चाहनुहुन्छ भने तपाईको अन्तिम मिति तपाईको 2082 1 महिना 12 गतेदेखि लिएर 7 दिन अर्थात मिति 2082 साल 1 महिना 18 गतेसम्म हुनेछ। तर दरखास्त दिने अन्तिम मिति 2082 1 महिना 11 गतेपछि प्राप्त भएको शैक्षिक योग्यता, समावेशी प्रमाणपत्र, परिषद दर्ता प्रमाणपत्र, अधिवक्ता प्रमाणपत्र, तालिम, अनुभव, सेवा अवधि तथा उमेरको हद मान्य हुने छैन। उम्मेदवारहरूको छनौट विधि तपाईहरुले यो पढ्न सक्नुहुनेछ। त्यसैगरी लिखित परीक्षा सञ्चालन हुने मिति, समय र स्थान यो चाहिँ तपाईहरुको पछि लोकसेवा आयोगबाट सूचना प्रकाशन गरिन्छ र त्यसपछि परीक्षण कालको अवधि, पाठ्यक्रम तथा लिखित परीक्षा सबै पदको लिखित परीक्षाको पाठ्यक्रम जुन सिलेबस हुन्छ बैंकको वेबसाइटमा तपाईहरुले यहाँ दिएको वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ। त्यसपछि तपाईहरुलाई यदि अनलाइन दरखास्त आवेदन गर्दा कुनै पनि समस्या परेमा तपाईहरुले यहाँ दिएको फोन नम्बरमा वा बैंकको एक्सटेन्सन नम्बरमा तपाईहरुले सम्पर्क गरी जानकारी लिन सक्नुहुनेछ। र मैले अर्को भिडियोबाट तपाईहरुलाई यो कृषि विकास बैंकको सिलेबसको बारेमा सम्पूर्ण जानकारी दिनेछु। त्यही भएर तपाईले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गरी बेल आइकनको अलमा थिची एउटा लाइक, कमेन्ट र साथीहरुमा जति सक्दो शेयर गरिदिनु होला। र अब हाम्रो भेट नेक्स्ट भिडियोमा हुनेछ। बाइ एन्ड टेक केयर।